तपाईले हेर्नु भएको तर मैले अघि नै केही कुरा हेरेको छु आज हामीले मार्न सकिन्छ कि टाइम भने यत्रो मान्छे छन् बाहिर सबैजना मिलेर एउटा ग्रुप बनाएर घेरेर बस्ने आज ठट्टै मान्छे मारेको साथीहरु। केही महिना अगाडि भाइरल भएको यो भिडियो त हेर्नु नै भएको होला, जसलाई पछि रतनले एक्टिङ गरेर कमेडी गर्नु खोजेको भनेर रफादफा गर्नु खोजे। तर हाम्रो नेताहरूप्रति त्यस्तो भावना भएको रतन मात्रै एक्लो होइनन्। हामी आफ्नै सराउन्डिङमा हेर्न सक्छौँ, लगभग सबैजना बच्चादेखि बुढोसम्म स्पेसली 30-40 पुग्नु भएको व्यक्तिहरूले भनेको सुनिन्छ कि यी 3 जना रहिन्जेलसम्म नेपाल कहिले उभो लाग्दैन र यी 3 जना मरेको दिन त म मिठाई नै बाँड्छु। मलाई कसैले बन्दुक मात्र मिलाइदियोस् और जेल मात्रै जानु पर्दैन भनोस्, यी 3 जनालाई त म यो गरिदिन्छु त्यो गरिदिन्छु वाला जस्तो भनाइहरूले हामीलाई सोच्नु बाध्य बनाउँछ कि हाम्रो नेताहरूले किन लेगेसी बनाए यत्रो वर्षमा। द्याट उनीहरूको पार्टीको कार्यकर्ता बाहेक सारा देश पर्खिरहेको छ कि कहिले यिनीहरू मर्छन् र हामी सेलिब्रेट गरौँ भनेर, जसले देखाउँछ कि कस्तो लेगेसी छोडेर जानेवाला छन् हाम्रो नेताहरूले। किनकि अहिले नै हाम्रो नेताहरू बिना सेक्युरिटी कहीँ पब्लिकमा हिँड्नु सक्दैनन्, नत्र भए मजाको झापड खाइहाल्छन्, गाडी लिएर घुम्नु सक्दैनन्, ढुङ्गामुढा पाइहाल्छन्, कतै जनताको भिड भएको ठाउँ जानु सक्दैनन्, ओए चोर देश छोडवाला नारा सुरु भइहाल्छ। र अनलाइन त नेताहरूले केही पोस्ट गर्नै हुन्न, रिप रिप रेस्ट इन पिस भ्रष्टाचारी देश लुटवाला कमेन्टले नै कमेन्ट सेक्सन भरिन्छ। अनि अनलाइन एउटा पोस्ट थियो जहाँ यही नेताहरूको लेगेसी बारे डिस्कसन हुँदै थियो, जहाँ एकदम इन्ट्रेस्टिङ कुरा प्रेजेन्ट गरिएको थियो कि कसरी हाम्रो नेताहरूको भन्दा इन्टरनेसनली टेस्ट करार गरिएको यो व्यक्तिको बेटर लेगेसी छ। किनकि अलमोस्ट सारा संसार र मिडिया मिलेर यो व्यक्ति नराम्रो हो, यसलाई कसैले आइडियलाइज गर्नु हुँदैन, छिछि थुथु भनेर वर्षौंदेखि उसको विरुद्ध मिडियामा न्यारेटिभ चलाउँदा नि स्टिल आजसम्म कतिपय व्यक्तिहरू छन् जसले उसलाई बहादुर निडर हिरो कन्सिडर गर्छन् किनकि ऊ अमेरिका सामु झुकेन भनेर। तर ठीक त्यसको विपरीत हाम्रो देशका नेताहरू जो हामी जनताको हक अधिकारको लागि लड्यौं, जनताको लागि सङ्घर्ष गर्यौं भनेर आफूलाई एज हिरो दिन रात प्रचार प्रसार गरिराख्छन्, स्टिल तिनीहरूको चाहिँ उनीहरूलाई राम्रो भन्ने भन्दा नि नराम्रो भन्ने जमात 5-10 गुणाले ठुलो छ। सो कम्पेयर गर्दा हाम्रो नेताहरूको लेगेसी यो व्यक्तिको भन्दा नि खत्तम होला भनेर भनिएको थियो त्यो पोस्टमा, जसको बारे हजुरको के विचार छ कमेन्टमा लेख्न नबिर्सिनु होला।